यो कुराले मलाई मक्ख बनाउँथ्यो। अनुहार मात्र होइन, त्यो बेला मेरो कपाल कटाइ पनि बुबाको जस्तै थियो। प्रत्येक 2 महिनामा बुबाले मलाई कपाल काट्न हजाम कहाँ लैजानुहुन्थ्यो र आफ्नो जस्तै शैलीमा कपाल कटाएर ल्याउनुहुन्थ्यो। केटा जस्तै हुनु, त्यसमा पनि बुबा जस्तै हुनुमा मलाई साह्रै गर्व थियो। यसरी नै गर्व गर्दा गर्दै गर्वको मलजलले रुखको हाँगो पलाए झैँ मेरो यहाँ पुन्टुको जस्तै पलाउँछ भन्ने कुरामा म ढुक्क हुँदै थिएँ। पलाउँदैछ कि भनेर कहिले सु गर्दा, कहिले नुहाउँदा टाउको नेउराएर हेर्थेँ, कहिले एकान्तमा पढिरहँदा, कहिले लुगा फेर्दै गर्दा पनि हेर्थेँ, कहिले राति सुतिसकेपछि, कहिले बिउजिने बित्तिकै पनि हेर्थेँ। तर त्यहाँ त मुसा जति पनि केही पलाएको हुँदैन थियो। रुख बिरुवाको हाँगामा झैँ पिपिरो जति पनि केही पलाएको हुँदैन थियो। यसरी हेर्दा म प्रत्येक पटक खिन्न हुन्थेँ। जब ऐना हेर्थेँ खिन्न हुन्थिनँ, किनभने आफ्नो अनुहारमा बुबाको छवि देख्थेँ। 8 वर्ष लागेपछि बुबा मामुलाई मेरो यहाँ कहिले पलाउँछ भनेर सोध्न छोडिदिए। बिस्तारै बुझ्न थालेँ। अब कुनै हाँगाबिँगा, मुना या पिपिरा केही पलाउँदिन। आफैलाई बुझाएकी थिएँ, तर केही छैन। यही एउटा अङ्ग मात्र त हो केटीको, त्यो पनि छोपिने ठाउँमा छ। देखिने ठाउँमा त म केटा जस्तै छु, बुबा जस्तै। मनोबल। मामा घरकी हजुरआमा आउनुभएको थियो। आँगनमा घाम ताप्दै हजुरआमाले गुड्डुको उपायको कपाल तेल हालेर कोरिदिनु भयो र बाटेर रिबन बाँधिदिनु भयो। गुड्डु पुतली जस्तै देखिए। मतिर फर्किएर हजुरआमाले भन्नुभयो, तेरो कपाल पनि लामो भएको भए यसरी नै बाटिदिन्थे। क्यारम तँलाई केटो बन्नु परेको। मैले गुत्थ पर्दै भने, बाट्नु पनि छैन मलाई, भविष्य नै देखे झैँ हजुरआमाले भन्नुभयो, हेरौँला नि पछि। हेर्नुहोला, म सधैँ यस्तै हुने हो। कपाल र लुगा त अहिले पनि सल्लुको जस्तै छ। मैले बाजेको धुनीमा दुवै हातलाई 45 डिग्रीको कोणमा दोबारेर पाखुराको मसल देखाउँदै अगाडि भने, पछि त जिम गरेर जिउ पनि सल्लुको जस्तै बनाउने हो। हजुरआमाले सल्लु भनेको बुझ्नु भएनछ, डल्ल पर्नुभयो। मैले बुझाएँ, सलमान खान भनेको के हजुरआमा? तपाईँ कृष्ण भगवानको फ्यान, म सल्लुको। हाहाहा। उहाँले मलाई आँखा तर्नुभयो र गुड्डुको आँखामा गाजल लगाइदिनु भयो अनि निधारमा गाजलकै सानो टिका। मैले भने, कोठी जस्तै देखियो त गुड्डे। गुड्डुलाई कोठी मनपर्ने भएकाले ऊ खुसी नाचिरहेको मेरो अनुहारमा अचानक हजुरआमाले बदमास विद्यार्थीलाई हेडमास्टरले झैँ हेर्नुभयो र सुझावको लागि मिसिएर भन्नुभयो, कस्तो केटा जस्तो भएर बस्छ कि यो ठुल नातिनी त। कपाल बाट्नु, कपाल पाल्नु, गाजल टिका लाउनु, नाक कान छेड्नु, यो उमेरको केटीलाई कति सुहाउँछ। मैले नाक खुम्च्याउँदै भने, हजुरआमा, म त बाबु हो, बाबुलाई यस्तै सुहाउँछ। उहाँले मलाई ठुल्ठुला आँखा हेर्नुभयो। मैले उहाँको सेतो कपाल खेलाउँदै फेरि भने, पहिलेका केटीलाई पो गाजल र गहना सुहाउँथ्यो, अहिलेका केटीलाई त पढाइ सुहाउँछ।